Hello, namaste, good morning and welcome to my another vlog. फेरि पनि मेरो न्यू भिडियोमा हजुरहरूलाई स्वागत छ. I hope all doing great, all that. मलाई लाग्छ हजुर सबैजना सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ, ठिकै हुनुहुन्छ र म पनि सन्चै छु, आरामै छु भन्नुपर्छ. अनि आजको मौसम चाहिँ कस्तो छ साथीहरू? आजको मौसम चाहिँ यस्तो छ, रातिमा चाहिँ धुमधुम परेको टाइपको धुमधाम छ. अनि म चाहिँ मकै गोड्नु लागेँ. मेरो मलाई मकै गोड्नु जाऊँ भनेको मेरो पार्टनर मान्नु भएन. उहाँले बारीमा मकै छर्नु हुने रे, अनि मकै रोप्नु हुने रे. त्यही भएर म मात्रै जाँदैछु. अब यस्तै छ साथीहरू. त्यो पछुवा मकैहरू चाहिँ यतिको भएको छ क्या गाइज साथीहरू. अनि पछुवा मकैहरू बहिनी हुँदा यसो अलिअलि हेल्प धेरै नै सज गराउनु भएको छ मलाई. अब यहाँ अलिकति बाँझो पनि छोड्नु भएको छ. म त कहिले कहीँ त अचम्मै लाग्छ साथीहरू. म त जीवनै देख्दिनँ क्या. मेरो लाइफ कहाँ छ होला. अब दिउँसपछि काम गऱ्यो, अनि काम गऱ्यो, अनि बेलुका पछि थाकिन्छ, सुतिन्छ, त्यस्तै छ भने जीवन नै देख्दिनँ क्या, लाइफ नै देख्दिनँ. त्यत्तिकै भने कस्तो भइरहेछ लाइफ. अब यहाँ मेरो चाहिने सामग्रीहरू लुङ्गी, पन्जा, हँसिया बोकेर आएको छु. अब एकछिन मकै गोड्छु अनि घरतर्फ लाग्छु. मेरो साथीहरू सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ हजुरहरू? म पनि सन्चै छु, आरामै छु भन्नुपर्छ. तिर्खा लाग्यो भने पानी बोकेर आएको छु. अनि खाजा त खाएर आएको. हिजो बेलुका थुक्पा बनाएको थियो बेलुकाको खानामा. अनि अहिले चाहिँ हिजो उब्रेकै नुडल्स थियो क्या. अनि त्यो नुडल्सलाई चाउमिनमा परिणत गरेर चाउमिन खाएर बहिनी चाहिँ आज धनकुरा फर्किनु भयो. अनि म चाहिँ मकै गोड्नु आएको साथीहरू. रङ्गी चङ्गी साथी नै सँगै रङ्गी चङ्गी गर्दैछु. यो डोको चाहिँ यहीँ राख्नु पर्यो. कोदालो राख्नु पर्यो. यहीँ पर्यो राखेको छ कोदालो साथीहरू. के गर्नु, दुःख सुख यस्तै जीवन यसरी नै चलिरहेको छ. पहिला त पछिल्लो आकाशको तारा नै झार्छु जस्तो लाग्छ. अहिले त जीवन हेरिरहेको डमाडोल अवस्थामा छ. के गर्ने, यहाँनिर हिजो कोदालो राखेको दुईजना आइन्छ भनेर मैले भनेको कुरा टेरेर के गर्नु र. एउटा लाइफ पार्टनर हुनुहुन्छ, भनेको कुरा चाहिँ टेर्नु. के गर्नु, यस्तै छ. यसरी नै लाइफ चलिरहेको छ.
हाम्रो गाउँको सबैभन्दा लामो झरना हेर्नु त हाम्रो गाउँ हरे त गाईबुटीको सबैभन्दा लामो झरना यी पारी सान्ने गाउँ भन्ने ठाउँ हो यता चाहिँ फुपूको घर अब म मकै गोड्न थाल्छु यहाँ डोको राखेर अल्छी लाग्छ एक्लै हेर्नु त तालै पिल्सिनेरी घाम लागेको फेरि हिजो चाहिँ फेरि मकै गोड्न गएको है डे टाइममा पनि मर्निङमा पनि गएको थिएँ अनि डे टाइममा पनि गएको भुरी बतासले कुदायो हेर्नु न आज त तालु पिल्सिने गरी घाम लागिरहेछ भने ओ हेर्नुहोस् त म त हिँडेको मकै गोड्नु अब त यता गाउँबाट बाटो उकालो जानु पऱ्यो भनेर गएको हेर्नुहोस् त साथीहरू यस्तो घाम लागिरहेछ पानी पनि नपरोस् अनि भनेको मैले चाहिँ अनि मसँग फेरि नोट छ के उता तेह्रथुममै सुरुवालको गोजीमा राखेको थिएछु कि नोट मकै गर्नु गएको दिदी म भरे आएर काली भान्जीले बोल्छु भन्दै थियो कि अनि फोनमा बोल्छु मम्मीसँग भन्दै थियो भरे आएर म बोलाउँछु आउनु ल ल दाजु कहाँ जानुभयो कसकोमा ए कमाउनु पर्यो नि होइन दिदी म चाहिँ मकै गोड्नु अब हिजो दिउँसो पनि गोड्नु मकै गोड्नु गएको हुरी बजाज चलेर के चाहिँ गाईबुटे डाँडा हो अनि गाईबुटे डाँडाको घर हो यस्तो मकै राखिसकेँ गाई अनि माथि डाँडा देखेको छ नि उता चाहिँ सुसिया डाँडा मेरो जेठी दिदीले र माइ दिदीले मलाई त्यहाँबाट हेर्नुहुन्थ्यो अरे हेर्नु भएको थियो अरे ए यो त यस्तो ठाउँमा बिहे गरेछ भनेर के गर्नु साथीहरू अब बिहे गरिहालेँ अनि दिदीहरूसँग पनि भेट भएको छैन हुँदैन एक न एक दिन हुन्छ होला भन्दै आश गर्दै गर्दै यत्रो समय बितिसक्यो यहाँको पनि 3 वर्ष हुन लागिसक्यो कति धेरै मिस गरेको छु नि मैले मेरो दिदी दाइहरूलाई साथीहरू अनि यहाँ चाहिँ अस्ति नै हामीले भ्लग एउटा बहिनीहरूसँग मिलेर यहाँ बसेर बनाएको रिमेम्बर जस्ट अब के गर्नु साथीहरू यो कपाल चाहिँ हेर्नु न उत्तर केसे छोटो न छोटो बुथुरे कपाल के गर्नु हौ मेरो परिवारलाई धेरै मिस गरेको छु अनि अब मेरो गाउँको धेरै याद आउँछ
अनि मलाई मेरो गाउँ चाहिँ धेरै प्यारो लाग्छ क्या तेह्रथुम भनेको त अझै मुटुको टुक्रा हो नि मेरो तेह्रथुम त। अनि यस्तै छ है साथीहरू आँपको रुख यहाँ दुईटा आँपको रुख छ कि 2-4वटा आँपको रुख छ कि यति हाम्रो गाउँमा यो ठाउँमा बाँसको घारी जस्तै छ क्या आँपको बोट तेह्रथुममा। फुर्ती नलाउँदा पनि हुन्छ मिस्टर केवा के आँपको रुख कति हो गऱ्यो हामी त आँपको बोट आँपै आँप खाएर हिँड्ने मान्छे हो क्या आँपै आँप। त्यस्तै मान्छेले हामीलाई कहाँ छुन सक्छ हो। मेरो पारा तातिन्छ क्या पारा फेरि तिमीहरूको गाउँमा यस्तो मेरो गाउँ जस्तो स्वर्ग मेरो गाउँमा कति सुख थियो मलाई। म काम गर्नु पनि पर्दैन दरानमा बसेर टक्क गयो भने बासा पर्दै बसेको मान्छे बाजलाई यस्तो मलाई मेरो बुढाले मलाई मेरो तेह्रथुमको बारेमा त्यहाँको केटी म जस्तो केटी पाउनु र भाग्यमानले मात्रै पाउँछ म जस्तो केटी थाहा छ। त्यस्तै पाउँदैन त। अनि तेह्रथुम भनेको नर्मल ठाउँ जस्तो लाग्यो कि क्या हो नर्मल होइन 13वटा थुम तेह्रथुम भनेको त तेह्रथुम त त्यस्तै मान्छेले त्यहाँको केटी ल्याउन सक्दैन क्या त्यहाँको केटी ल्याउने आँप नगर्दा पनि हुन्छ। साथीहरू नितुको घरमा आइपुग्यौँ हामी चाहिँ नितुको घरमा मेरो साथी त हो नि हामी भ्लग बनाएकोसँग अनि के गर्ने मकै बारीमा आइपुगेको। मिस्टर खेवाले यहाँ बाजो छोड्नु भएको छ क्या 2टा आँटा चाहिँ बाजो छोड्नु भएको छ। अनि अब यहाँनिर मकै गोड्ने होइन मकै गोडिसकेपछि चाहिँ टक्कसँगले अनि चाहिँ म चाहिँ घर लानु छुप्रो काटेर डोकोमा यति धेरै काम गराउँछु नि तर पनि मलाई पत्याउँदैन नि कहाँको भन्दा तेह्रथुमको कहाँको रे तेह्रथुमको मान्छे हो काम गरेर यहाँनिर गिजा सिलिक्कै ताल पिलिक्कै भइरहेछ। मेरो हस्बेन्ड चाहिँ गुवा सघाउनु जानु भएको छ गाउँमा। अब म चाहिँ कामतर्फ लाग्छु एकछिन बसेर। अनि ह्याभ अ नाइस डे साथीहरू। हजुर पनि सन्चै आरामै हुनुहुन्छ होला म पनि सन्चै छु आरामै छु भन्नुपर्छ। खुट्टा काटेको क्या कोदालोले मकै गोड्दाखेरि के गर्नु यस्तो छ। अब मकै गोड्छु म त मकै गोड्ने कस्तो धेरै मिस गरेको छु मैले कसलाई भन्दाखेरि रत्न देवानलाई मिस गरेको छु साथीहरू। अब म चाहिँ
केही समय पछाडि बोल्नेछु उहाँ हेर्नु न भाले त्यो भाले खानु को मन्जुर हुनुहुन्छ त्यो भाले ओइ भाले यता आइज रातो भाले कयाक कयाक रोस खजुमलाई खयाक यता आइज भनेको सुनिनस् तँलाई ट्वाक्कै काट्छु नि बुझिस् आज साथीहरू म केही समय पछाडि बोल्नेछु waiting for me